त्यस्तै हो। अब मलाई स्पिच दिन जस्तो खासै आउँदैन, तर केही कुराहरू राख्छु म आफ्नो जुनियरहरू आफ्नो साथीहरू अगाडि। अब पहिलो कुरा के छ भने अब हाम्रो यहाँ 6 वर्षको ड्युरेसन सकेर चाहिँ अब लाइक एउटा डक्टर लिइसकेको छ होइन। त्यो ड्युरेसन चाहिँ हाम्रो लागि हल्का गाह्रो नै भनौँ, हल्का नभनौँ, गाह्रो नै भनौँ। तर यो बेला मुभमेन्ट छ अहिलेको यो इभिनिङ जुनियरहरूले हाम्रो जुनियरहरूले यो अर्गनाइज गरेको यो मुभमेन्ट चाहिँ मलाई एकदमै याद हुने रहेछ। अब हाम्रो यो त जे भयो नि डायबेटिक्स फ्यामिली भनेको त यही हो हाम्रो नेपाली स्टुडेन्टको होइन। जे जसको जे हुँदा पनि हामी पढेको चाहिँ सँगै हुन्छ। तर अब जे भयो नि अब यहाँ उभिँदाखेरि मलाई चाहिँ हल्का नराम्रो पनि लागिरहेको। अब हामी यहाँ त जाने बेला भइसक्यो। जे भयो नि हाम्रो 7 वर्षको ड्युरेसन, तिमीहरूको त 6 इयर्स हो, हामी चाहिँ यहाँ 7 वर्ष बसेको है। हाम्रो कोभिडले 1 वर्ष खायो। अब 7 वर्षको ड्युरेसनमा जे भयो नि हाम्रो लागि अब जुन हाम्रो म्याचुरिटी डेभलप गऱ्यौँ यहाँ हामी 7 इयर्सको जुन बेला हुन्छ हाम्रो जुन अब म्याचुरिटी डेभलप हुन्छ त्यो चाहिँ हामी त्यो ड्युरेसन चाहिँ हामी यहाँ नै हाम्रो सबै बित्यो। त्यो भएर अब हामीलाई यहाँ जाँदाखेरि हल्का नराम्रो अमिलो भनौँ होइन। त्यस्तै हो। अब अर्को कुरा के छ भने अब पढाइ त सबले यहाँ पढ्छन् नै, त्यसमा त भन्नै परेन। सबले मेहनत गर्छ नै, त्यसमा पनि भन्नु परेन है। अरू कुरा के छ भने मैले भन्न आफ्नो जुनियरलाई भन्न यही चाहन्छु भने कि अब जति वर्ष पनि यहाँ जति प्रेसर होस् होइन, जेसुकै स्ट्रेस होस् होइन, आफ्नो सिनियरहरूसँग कन्सल्ट गर्नु। सिनियरले जहिले पनि आफ्नो जुनियरलाई सपोर्ट गर्छ, जुनसुकै कन्डिसन होस्, जुन प्रब्लम हो। हामी गएपछि हाम्रो टिकटहरू अहिले सुन्नुमा लाग्यो मेरो पानी आउँदैन जति बोल्नु पनि सब अनिस्टै बोलेर गइसक्यो। प्रिपेयर गरेर केही आएन। कति राम्रो कुरा लेखेको छ कि ब्युटिफुल च्याप्टर थिङ्स एन्ड द मेमोरिज रिमेन्स फरेभर। अब च्याप्टर त स्ट्रगल पनि थियो, जोय पनि थियो, इन्जोयबल पनि थियो, मेमोरी पनि बेस्ट थियो होइन। अब एक यो समयको 7 इयर्स अफ स्ट्रगल, 7 इयर्स अफ जोय, अब के हुन्छ होइन? त्यो त अब के हुन्छ तर यो 7 इयर्स एकदम रमाइलो नै भयो भनौँ। म चाहिँ स्ट्रगल सँगसँगै रमाइलो, स्ट्रगल सँगसँगै रमाइलो। अनि यसले भनेको जस्तै हामीले सब कुरो 1 इयर एक्स्ट्रै गरेछौँ कि हामीले सब 1 इयर एक्स्ट्रै गरेछौँ। 1 वर्षमा दिनुपर्ने एक्जाम हामीले 1.5 वर्षमा दिएछौँ। सबै कुरा फनी नै हुन्छ कि आज पनि फनै गरौँ, के गर्नु होइन।
यस्तै हो सबैजना आएछ खुसी लागेको छ तिमीहरूले अर्गनाइज गर्यो यसमा मलाई त के बोल्नै भनेको के भन्नु के नभन्नु अब तिमीहरूलाई सजेसन पनि के दिने सबैजना 1 इयर भन्दा बेसी नै छ के गाह्रो हुन्छ के रमाइलो हुन्छ सब तिमीहरूलाई थाहा छ जे भयो भने लाइफमा जतिसुकै स्ट्रगल आयो जतिसुकै जे भयो भने जतिसुकै पढाइको प्रेसर पास टप जेसुकै तर लाइफमा फन गर्न चाहिँ नभन्नु अनि सबै आफ्नो ग्रुप सबको आफ्नो ग्रुप छ नि यहाँ सब एकदम इन्ट्याक्ट भएर बस्नुपर्छ होस्टेलमा कसैको पार्टनर कोही होला कसैसँग कसैको बोन्डिङ राम्रो होला तर जब तिमीहरू होस्टेलबाट बाहिर निक्लिन्छौ नि तिमीहरू सबैजना इन्ट्याक्ट हुनुपर्छ क्या यो भयो भने एभ्रिथिङ अर्कोले जसरी पनि त्यसलाई क्याचअप गर्नै पर्छ गरेको समस्या त्यहाँ बस्छ होइन हामी त अब गइरहेको छौँ एक हप्तामा यत्रो धेरै मेमोरी दिएर तर एउटा कुरो भन्नु ब्ल्याकबाट बेस्ट चुनी मलाई चाहन्छु लाग्छ सबैसँग पर्सनली कन्भर्सेसन भयो होइन कतिलाई मेरो नाम पनि थाहा सरी मेरो नाम असिम पोखरेल अलि लेट भयो भन्नलाई कसैलाई थाहा छैन भने भन्ने सबैसँग मेरो पर्सनली त त्यस्तो सबैसँग त छैन र जोसँग छ बेस्ट छ जोसँग छैन तिनीहरू पनि मेरो बेस्ट दुनियाँ नै हामी यहाँबाट फ्यामिली भएर बस्यौँ कोहीसँग 1 इयर कोहीसँग 2 इयर्स 6 इयर्ससम्मको रिलेसन हाम्रो यहाँ छ सबजना छ तर 1 इयर्स बराबर 6 इयर्स नै हो हामी हाम्रो नेपाल गए पनि एनी टाइम केही समस्या भयो भने यु क्यान मेसेज मी or anyone from here. I can assure you that everyone will do. अब हामी जान्छौँ हामी गएपछि डिआरपी छ डिआरपी त लगभग हाम्रो कलिगै भइसक्यो त्यही बेला पनि समयपछि गइहाल्छ जान पनि 2 वर्ष पछि हो त्यहाँ पनि हामी थपिसकेको थियौँ त्यहाँ पनि समस्या भइसक्यो छ ठिकै छ र सबैले बेस्ट अफ लक पढ्न सँगसँगै रमाइलो गर्नु यही हो तर फ्रेन्डसिप भनेको फ्रेन्डसिप हो यो 7 इयर्स अफ म्याच्युरिटी एकदम म्याच्योर पिरियड थियो 7 इयर्स तिमीहरूको 6 इयर्स हाम्रो 7 इयर्स बनिए छ ठिकै छ र सबैलाई रमाइलो गरौँ धेरै त म बोल्दिनँ होइन थ्याङ्क यू सो मच माइकमा डान्स खतरनाक गर्नुहुन्छ मलाई थाहा थिएन डान्स खतरनाक गर्दैछ हेरौँ म बरुको डान्स सिङ्गिङ छ हेरौँ थ्याङ्क यू सो मच Thank you so much, Mr. तिमीहरूले हामीलाई फर्स्ट टाइम यो अर्गनाइज गरेकोमा अनि यो चाहिँ हामीलाई बेस्ट मेमोरेबल डे नै हुनेछ अनि मेमोरेबल साथसाथै जुनियरहरूको हाम्रो उनीहरूको लागि सजेसन यही हो कि सबैजना मिलेर बस्नु राम्रो मिलेर गरेर पढ्नु र पढ्नु पनि रहेको अनि यसै गरी सबै एकसाथ भएर अगाडि बढ्दै जानु बेसिकली चाहिँ सप्ताहको लागि थ्याङ्क यू सो मच शिक्षा दिदी जादू छ तिम्रो हातमा
बहिनीहरूलाई आज यो प्रोग्राम यति राम्रो गरेकोमा धेरै धेरै धन्यवाद। अब भन्न त सबै साथीहरूले भनिसकेको छ, अब त्यही हो, अब तिमीहरू बस्नु, राम्ररी बस, राम्ररी पढ्नु। यहाँ पढ्नलाई आएको छु। अनि अब त्यही हो कि पढ्यो भने हामी छौँ, अझै पनि यहाँसम्म त होइन, पछि पनि छौँ। अब अझै त थ्याङ्क यू। Thank you so much, Didi. अब त्यस्तो राम्रो प्रोग्राम अर्गनाइज गरेछौँ। थ्याङ्क यू। एकमा केही भन्न सकेको छैन। थ्याङ्क यू। आजको यो जुन भाइ बहिनीहरूले यो फेयरवेल प्रोग्राम गर्नुभएको छ त्यसको लागि सबैभन्दा अगाडि धन्यवाद दिन चाहन्छु। In my batch all over. Seven, your best. who is this teenage person in the audience? Who is the top of the branch? Who is the most introvert? Rupesh. Who is the and always right person? Who is the I am always right person? मेरो क्वेसन धेरै लामो छ। What is your best memory in your medical college?
हामी फर्स्ट इयरमा हुँदा थिएँ बुक ल्याएको थिएन मेटाडमीको अनि त्यो दिन ट्युटोरियल सरले चाहिँ हामी सबजनालाई म स्यारोन सालिनी पिङ्की थियो सर सबजनालाई उठाएर अनि कामसँग बोलाउनु पर्यो Who is the person you miss in this college? Who is the teacher trust? Teacher trust. Teacher trust. ID card.